एभ्रिवान, म चाहिँ आज घरमा आएको छु अनि यहाँनिर आएर खाजा खाने बित्तिकै गाईको लागि दाना इस्कुस मैले झारेँ अनि त्यहाँबाट घाँसको लागि चाहिँ मैले यहाँनिर इस्कुसको झ्याङ तान्दैछु ल गाइस। मैले तानेर यति बनाइसकेँ अनि अब अरू पनि अझै तान्दैछु। हात चाहिँ पुरै कालो भयो कि तान्दा अनि लुगा पनि यस्तो हालत भयो कालो न कालो भएर। अनि म चाहिँ गुरेनमा छु, ड्याङ मेरो घर चाहिँ यहाँ माथि छ। गुरेनमा छु, इस्कुसको झ्याङ तान्न आएको छु। हेर्दै गर्नु होला, हामी चाहिँ बजारमा इस्कुस किनेर खाइन्छ होइन। अनि यहाँ चाहिँ गाईको लागि तान्दैछु मैले चाहिँ। यो चाहिँ दाना दिने अब कुरो बनाएर अनि त्यसपछि यो झ्याङ चाहिँ घाँस दिने हो। अनि मेरो घरबाट देखिने भ्यू पारी वाउ, यहाँ चाहिँ पहिलाको देमाहरूको घर हो यो घर। अनि छोड्नु भएको यहाँको दाइ चाहिँ उता सिदेनमा बस्नुहुन्छ अनि किचन पनि भत्किसक्यो उहाँहरूको। अनि मेरो घर चाहिँ माथि छ, यहाँ देखिरहेको छ मेरो घर हो यो। अनि हाम्रो घरबाट मुनि चाहिँ यो इस्कुसको झ्याङ छ अनि म चाहिँ इस्कुसको झ्याङ तान्दैछु। टाढा बाई।